विगत 16 घण्टासम्म लोड सेडिङको मार खेपिरहेका आम उपभोक्ताहरूलाई नेपाल विद्युत प्राधिकरणले फागुनको दोस्रो सातादेखि कम गर्ने बताउँदै आए पनि सुखायामको सुरुवातसँगै कुलेखानीमा पानीको मात्रा घट्दै गइरहेको एवं भारतबाट समेत माघ बमोजिम विद्युत आपूर्ति हुन सक्दा अबका दिनमा लोड सेडिङ यथावत रहने प्राधिकरणले जनाएको छ। अहिलेको स्थितिमा हामी भारतबाट 60 मेगावाट लिइरहेका छौँ भने यतातिर अहिलेको यो जुन 15-20 दिनको सिनेरियोमा जुन भोटेकोशी निजी क्षेत्रबाट हामीले 36 मेगावाटको जुन भोटेकोशी पावर प्रोजेक्ट कम्पनी छ उसले जुन दिइरहेको पावर उनीहरूको चाहिँ टेक्निकल कारणले उनीहरूको मेसिनमा केही गडबडी देखिएको कारणले अहिले त्यो बन्द स्थितिमा छ र त्यो अब कहिले त्यसको चाहिँ अब तयार भएर उत्पादनमा जान्छ भन्ने कुरो निश्चित भएको छैन। त्यो स्थिति एकातर्फ छ भने अर्कोतर्फ पानी घट्ने यो वर्ष अलिकति धेरै सुक्खाको स्थिति देखिएको छ। क्रमिक रूपमा हरेक दिन पानी घट्दै गइरहेको छ र यो अझै चैत्र 15सम्म करिब 15 मेगावाटसम्मको पानी घट्ने स्थिति देखिएको छ। क्लियर कट भन्दाखेरि अब यो स्थितिमा हामीले कुलेखानी रिजर्भयरको पानीलाई कसरी प्रयोग गर्ने, कसरी चाहिँ अप्टिमम उसमा प्रयोग गर्ने भन्ने चाहिँ मुख्य कुरा आउँछ। त्यसले गर्दाखेरि कुलेखानीको पानी अब हामीसँग धेरै छैन। कुलेखानीको पानीलाई हामीले केही बचाएर राख्नुपर्छ ड्राइएस्ट पिरियडको लागि पनि र सिस्टम आउटेज हुँदाखेरि सिस्टमलाई रिस्टोर गर्न प्रयोजनको लागि पनि कुलेखानीमा पानी हुनु जरुरी छ। अनि त्यही हिसाबले भारतबाट 60 मेगावाट आएपछि पनि हामीले अहिलेको लोड सेडिङ जुन 14 घण्टाको स्थितिमा धेरै सुधार गर्न सक्ने अवस्था अहिले देखिएन। यस्तै नेपाल विद्युत प्राधिकरणले अबको 5 वर्षभित्र लोड सेडिङ कायमै रहने र यसका लागि भारतबाट नै विद्युत आयात गर्नुपर्नेमा जोड दिँदै आएको छ। यता मुलुकमा मुख्य 6वटा आयोजना निर्माण कार्य सुरु भइसकेको पनि प्राधिकरणले जनाएको छ, जसबाट 5 वर्षमा 700 मेगावाट विद्युत उत्पादन रहने जनाएको छ। त्यसको अलावा हामीले अरू सर्ट टर्म भारतको 33 केबी लाइनहरूबाट पनि कहीँ भारततर्फ केही सुधारहरू गर्नुपर्ने देखिएको छ। त्यसको लागि हामीले भारत सरकारलाई अनुरोध गरिसकेका छौँ र त्यो तयार भइसकेपछि पनि हामी 40-50 मेगावाट बिजुली चाहिँ त्यहाँबाट थप लिन सक्ने अवस्थामा जान्छौँ। 6वटा आयोजनाहरू सञ्चालनमा ल्याएका छौँ। त्यसमा केही आयोजनाहरू निर्माण प्रक्रियामा गइसकेको छ। जसको उदाहरणको लागि कुलेखानी 3 हामी 2011मा कम्प्लिट गर्ने भनेर कन्स्ट्रक्सनमा गइसकेको छ भने चमेलिया 30 मेगावाटको हामी 2012सम्ममा ल्याउने भनेर त्यो पनि कन्स्ट्रक्सनमा गइसकेको छ। दुईटा आयोजनाहरू निर्माण प्रक्रियामा गइसकेका छन् भने एउटा 30 मेगावाटको 60 मेगावाटको तपाईँको त्रिशुली 3A जुन चाइनिज एक्जिम ब्याङ्कको लोन फाइनेन्सिङमा चाहिँ बन्न गइरहेको छ, त्यसको टेन्डर निक्लिसकेको छ र हामी अब यो चाँडोभन्दा चाँडो यो प्रक्रियालाई चाहिँ टुङ्ग्याएर यो पनि कन्स्ट्रक्सनमा लैजानेछौँ। यो चाहिँ करिब 3-4 वर्ष जति यो प्रोजेक्ट सम्पन्न हुन लाग्छ। त्यस्तै किसिमले अब तामाकोसीको उदाहरण लिउँ 456 मेगावाटको, यो पनि अहिले हामी ठेकदारको चाहिँ सिभिल ठेकदारको चाहिँ प्रिक्वालिफिकेसन्स भइसकेको छ। यो हिसाबले जाँदाखेरि हामी 5 वर्षभित्रमा करिब 500-550 मेगावाट प्राधिकरण आफैले उत्पादन गर्न सक्छ भने निजी क्षेत्रबाट पनि जुन पिपिएहरू अहिले धमाधम भइरहेको छ र विगतमा भएको पिपिएहरूलाई समेत हेर्दाखेरि करिब 150देखि 200 मेगावाट थप बिजुली चाहिँ 5 वर्षभित्रमा आउने देखिन्छ। त्यस्तै भारततर्फको हामीले जुन यो ट्रान्समिसन करिडोर छ नेपाल भारतको क्रस बोर्डर ट्रान्समिसन लाइन ढल्केबर मुजफ्फरपुरको, यो ट्रान्समिसन लाइनलाई हामी 2-2.5 वर्षभित्रमा सम्पन्न गरेर भारतबाट पनि थप 200-250 मेगावाट लिन सक्ने स्थितिमा पुग्छौँ। त्यही हिसाबले अब 5 वर्ष पछाडि चाहिँ म अहिले भन्न सक्छु 5 वर्ष पछाडि नेपालमा लोड सेडिङ रहन्न। तथापि यो बीचको पिरियडमा हामीले केही न केही लोड सेडिङको माग क्रमिक रूपमा घट्दै जान्छ। जे भए पनि लोड सेडिङबाट वाक्क उपभोक्ताहरूलाई राहत प्रदान गर्न नेपाल सरकार, विद्युत प्राधिकरण र सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ भन्नेमा दुई मत नहोला। It's time to change. It's about news. It's about a page. It's about ecopolitics, trade, finance and industries. It's about business and development. For more information, log on to www.arthakoartha.com. गत साता भारतीय विदेश मन्त्री एवं अर्थमन्त्री प्रणब मुखर्जीले 9,53,000 करोड रुपैयाँ अन्तरिम बजेट सार्वजनिक गर्नुभएको छ। कृषि क्षेत्रमा थप सहुलियत प्रदान गरेको उक्त बजेटले नेपालको कृषि क्षेत्रलाई प्रभावित तुल्याउन सक्छ। प्रस्तुत छ एक रिपोर्ट। सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति दर 7.5% राख्ने बताए पनि
चालु आर्थिक वर्षको प्रथम 5 महिनामा मुद्रास्फीति दर 14.1% रहेबाट सरकारको लक्ष्य अनुरूप मुद्रास्फीति दर नियन्त्रण गर्न कठिन देखिन थालेको छ। मुख्य गरी खाद्य वस्तुको मूल्यमा भएको अत्याधिक वृद्धिबाट मुद्रास्फीति दर उच्च रहेको छ। नेपाल र भारतबीच स्थिर विनिमय दर भए पनि भारतमा मुद्रास्फीति दर 6% को हाराहारीमा रहेको अवस्थामा नेपालमा यसको वृद्धि दर उच्च हुनुको कारण कार्टेलिङ र सिन्डिकेट रहेको विज्ञहरू बताउँछन्। विनिमय दर स्थिर हुने, उहाँको मूल्य घट्ने हैन र हामीले धेरै जसो त्यहीँबाट आयात गरेर ल्याउने र हाम्रो यहाँ मूल्य चाहिँ उनीहरूको भन्दा धेरै बढ्ने गर्दाखेरि चाहिँ यो तपाईँको आर्थिक भन्दा पनि म चाहिँ एकदम विश्वस्त छु, एकदम कन्फिडेन्टली म के भन्न सक्छु भने यहाँ चाहिँ कार्टेलिङ छ, यहाँ चाहिँ सिन्डिकेसन छ। यस अवस्थामा सरकारले खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्य पदार्थ खरिद गरी बजारमा सुलभ मूल्यमा बिक्री गर्नुपर्ने सुझाव अघि सारिएको छ। सरकारले खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन, सरकारसँग यस्तो दुईटा निकाय छ है, तिनीहरूले व्यापक रूपमा खरिद गरेर जस्तो इन्डियामा गर्छ पिडिएस अघि भने नि मैले, पब्लिक डिस्ट्रिब्युसन सिस्टम, त्यहाँबाट बजारमा सस्तोमा हजारौँ टन एकैचोटि ठुल्ठुलो बजारमा लगेर सरकारले गरिदिने हो भने अनि त्यो सिन्डिकेसन घट्छ कि अर्को सरकारको जुन कुनै निकायहरू त होला नि आपूर्ति व्यवस्थापन हेर्ने, त्यो निकायले छापा मारेर हैन कारबाही गरेर र अनि मिडियाहरूले पनि ल है यहाँ कार्टेलिङ छ, यो तपाईँहरूले होसियार हुनुहोस् भनेर यसरी तीनटा क्षेत्रबाट हामीले सँगसँगै हस्तक्षेप गऱ्यौँ भने हुन्छ। अहिले चाहिँ यो तपाईँको माग र आपूर्तिबाट हाम्रो मूल्य चाहिँ त्यस्तो भएको होइन। यता भारतमा हालै सार्वजनिक बजेटले कृषि क्षेत्रमा थप सहुलियत दिएको छ। यता हाम्रो मुलुकमा भने कृषकहरूले उत्पादित वस्तुहरूको सही मूल्य नपाइरहेको अवस्थामा भारतमा कृषि क्षेत्रमा थप अनुदानबाट कृषि क्षेत्र नै प्रभावित हुने देखिन्छ। बढी मेहनत गरेर किन लगानी गर्ने, सस्तोमा इन्डियाबाट आउँछ भने हामीले लगानी किन गर्नु पर्यो भन्ने उत्पादकहरूलाई समस्या परिरहेछ। उनीहरू कहाँ जतिको हाम्रो सिँचाइ सुविधा पनि छैन है, त्यसले गर्दाखेरि चाहिँ हाम्रो कृषिमा चाहिँ अब र खास गरी कृषिमा पनि तपाईँको खाद्यान्नमा पनि मूलतः धान र गहुँमा चाहिँ भारतको धान र गहुँले अथवा त्यहाँको खाद्यान्न उत्पादनले हाम्रो नेपालको खाद्यान्न उत्पादनलाई एकदम प्रतिस्थापन गर्ने अवस्थामा हामी पुगेका छौँ। पछिल्लो तथ्याङ्क अनुसार सरकारको कुल खर्चमध्ये पुँजीगत खर्चको अंश निकै कम छ, तर पनि मूल्य वृद्धि भइरहेकोमा सरकारको ध्यान जानु आवश्यक छ। विश्व बजारमा मुद्रास्फीति दर कम हुनु र नेपालमा आर्थिक वृद्धि दरमा वृद्धि नभई मुद्रास्फीति दरमा मात्र वृद्धि हुनुले जनजीवन थप कष्टकर हुने देखिन्छ। यसमा सरकार र केन्द्रीय ब्याङ्कको भूमिका आवश्यक छ। गत साता ग्लोबल ब्याङ्क र ब्याङ्क अफ काठमाडौँले शाखा विस्तार गरे। यता उपभोक्ताहरूको मोह फास्ट फुड प्रति बढ्दै गइरहेको छ। यिनै प्रसङ्गहरू सहितको प्रस्तुति अबको पालो बिजनेस राउन्डअप। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपालमा पनि सुनको मूल्य प्रति तोला 30,000 रुपियाँ नजिक पुगेको छ। विश्व आर्थिक मन्दीको कारण लगानीको विकल्पहरू कम हुँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको माग वृद्धिसँगै मूल्यमा पनि उच्च वृद्धि भएको हो। सुनसित विपरीत खालको सम्बन्ध अमेरिकन डलरको छ। जब जब डलर घट्छ सुनको भाउ बढ्ने गर्छ र जब डलर मजबुत हुन्छ सुनको भाउ घट्ने गर्छ। तर अहिले आएर डलरको भाउ एकदम कमजोर भइरहेछ। प्रमुख मुद्राहरूको तुलनामा जसरी युरो येनको तुलनामा डलर घटिरहेछ भने अरू मुद्राहरूको तुलनामा पनि बढी चाहिँ नि डलर घटेकै छ। त्यो कारणले गर्दाखेरि सबै सुनको भाउ चाहिँ नि बढ्न गइरहेछ। दोस्रो कारण सेयर मार्केटको कारण छ। अन्तर्राष्ट्रिय विश्वव्यापी रूपमै सेयर मार्केट ओह्रालो लागिरहेछ। त्यसकारण सेयर मार्केटमा लगानी गर्ने लगानीकर्ताहरू जम्मै सुनतिर आकर्षित भइरहेछ। विश्व अर्थतन्त्र सुधारका लागि विभिन्न प्याकेजहरू ल्याइए पनि तत्काल भने सुनको मूल्यमा कमी आउने देखिँदैन। मण्डीको उसको समस्या समाधानको निमित्त विभिन्न राहत प्याकेजहरू आइरहेछ। त्यसको इम्प्लिमेन्टेसन, त्यसको कार्यान्वयन पक्षबाट प्रत्यक्ष असर पर्न आएको छैन अहिलेसम्म। त्यसकारण अझ केही दिन त बढ्ने नै सङ्केत छ। अनि केही गरी यो राहत प्याकेजहरूको असर देखिन आयो भने सायद यो घट्नुपर्छ। सुनको मूल्यमा वृद्धि भएपछि कारोबार रकममा गिरावट आएको छ। एकातर्फ सुरक्षाको स्थिति कमजोर हुनु र अर्कोतर्फ मूल्यमा भएको उच्च वृद्धिबाट सुनको मागमा गिरावट आएपछि अहिले विवाहको मौसममा समेत व्यवसायीहरू निराश भएका छन्। कारोबार भन्ने भने एकदमै विडम्बनापूर्ण छ, एकदम चिन्तनीय छ। अहिले कारोबार एकदमै यति कम भएको छ र अहिलेसम्मको अब मेरो भनौँ न यो
मोटामोटी 40 वर्षको चाहिँ नि अनुभवमा यो सालमा जतिको बिहेको लगनमा कमी कहिले पनि भएको छैन। नत्र अस्तिकै मात्र कुरा गरौँ न, मङ्सिरमा दैनिक 25 किलोको कारोबार भएको थियो, राम्रै भइरहेको थियो। 55 सालपछि राम्रो कारोबार भनेको हाम्रो अस्ति मङ्सिर महिनामा भएको थियो भनेदेखि अहिले आएर पुसमा त्योभन्दा खटी भयो, माघमा खटी भयो, अहिले फागुन लागेदेखि त 5 किलो भन्दा पनि कम भइरहेको छ। मङ्सिर महिनामा दैनिक 25 किलो कारोबार भएकोमा अहिले दैनिक 5 किलोका हाराहारीमा मात्र कारोबार भइरहेको बताइएको छ। मूल्य वृद्धि भए पनि सुन बिक्री गर्न आउनेहरू नबढेको सुन चाँदी व्यवसायी सङ्घले जनाएको छ।